वेलकम ब्याक टु माई न्यू च्यानल। आज हामी स्कुलमा गएको भ्याकेसन होमवर्क गर्दैछौँ दसैँ तिहारको लागि। कपाल दान गरेको छ नि कमेन्ट गर्नु होला कस्तो गरेर काटेको छु। अब चाहिँ हामी होमवर्क गर्न गइरहेको छौँ। हेर्नु होला हाम्रो होमवर्कहरू। ल एकैछिन हटिनु है। ल अब चाहिँ हामी भ्याकेसन होमवर्क गर्दैछौँ। हेर्नु होला चिल पारामा यी गाइस यहाँ मेरो बुकमा देख्छ गर्छु है। त फेरि मेरो इक्जाम पेपर छ एमा गर्छु है। भ्याकेसन होमवर्क मैले यस्तो पारि गाइस मेरो त सलामत छ। सलामत हेर्नु गाइस भ्याकेसन होमवर्क गरेस् कि यही मात्र गर्नु कति धेरै छ के नि यो भित्रले पनि गराउँछ क्या हानिदिन्छु कि यस्तरी नि भन्नुलाई कमेन्टमा हान्ने कि नहान्ने हान्ने भने चाहिँ पड्काइदिन्छु मैले है। पड्काएको भिडियो पनि ल्याउँछु भन्न पड्काएको भिडियो पनि ल्याउँछु नालामा जग्गा है। के गरौँ कति मच्छर देख्छन् के धेरै मच्छर छन् के नि त्यहाँ गर्दा आउले आउँछ। यसको त दिमाग छैन के यस्तो सफ्ट कपी आउटपुट गाइस के हो मुन्टा यो त ठुलाको लागि पनि हो सबले हेर्नु चुला कस्तो गर्छ नि यस्तो कुचैहरू मन लाग्छ नि ठुलाको लागि सबले हेर्नु चिलपारामा। रोल नम्बर कति थाहा छ मेरो 45। म्यामले पनि कति बढाइदिँदैछ म्याम नाम फेरि सुसान पाण्डे है। यास के यास त्यो भएर चाहिँ फोटो त्यही मात्र गर्नुहोस् कि कुनै गर्नुहोस् तर मच्छर छन् के आमा धुपाल दिनमा गरेर चालु भयो गर नाम ह्यान्डराइटिङमा गरेस्। ह्यान्डराइटिङ त जस्तो आइनी हुन्छ भ्याकेसन होमवर्कको यस्तो गर्नु हुँदैन। कसले भन्यो मैले त पागल यसो पढाउनु छ क्या। ल गाइज म तपाईँलाई एउटा क्वेसन सोध्छु है। Which shortcut key is used to check spelling and grammar mistake? ल यसको आन्सर भनिदिनु। अप्सन दिन्छु अप्सन। यसले नआएर भने है बिजुली ल सुरुबाट सुन्नु है। Which short सब्स्क्राइब नहाल्नुलाई ल म ल गाइज ल एकैछिन है गाइज ल यस्तो जोसिरहेको छ क्या साथीहरू नस्कुला गर पेन्सिलले लेख्ने भए फुच्चे त्यो 3 क्लास बढी छ तँभन्दा कति 8 9 10 11 वर्ष भयो ल ठन 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 लेख्ने सिक्दा मात्र गर्नेस् लास्ट जोसिरहेको छ साथीहरू हेर्नु त यो लास्ट यस्तै हो कि गर्दा पनि गर्दैन यही यसको काम यसको भयो मार खान्छ रजिस्टरमा यसको रजिस्टरमा पागल भइरहेको नसुन्नु यार यस्तो धेरै छ होमवर्क फेरि गाइजहरू त मोटा के रे बिजुला हामी पनि यस्तै कहिले कहिले साथीहरू यो लास्ट जोसिरहेको छ काम हो यसको मम्मीसँग पनि जोकिरहेको छ अब कान्छा उसँग जोसिन्छ को कान्छो अंकल भन्नु न
तिनीहरूको अङ्क गाइजहरूले बुझ्दैन कि होइन गाइजहरूले बुझ्दैन कि बुझ्दैन सानोले हेर्ने भए बुझ्दैनन् ठुलाले हेर्ने भए बुझ्नुहुन्न कस्तो मजा छ के कवि झिक्नु पर्छ भनेर कहाँबाट चिने पागल भइसक्यो हौ अहिले त पागल भइसक्यो है यसलाई नहेर्नु तपाईँ आफ्नो काम गर्नु होला त्यही भन्न चाहन्छु म थत्तेरिका यसको लागि त यता पेपरै दिन इक्जामको लागि सरले पेपर दिएको यही हो साइजहरू सर यस्तो दामी हुन्छ नि नाम के हो भन्नुला विराट हो त्यहाँको नाम विराट विराट क्याब लगाउँछ लम्बु हुनुहुन्छ यति सानो साइकलमा आउनुहुन्छ साइकलमा आउँछ त साइकलमा नआएर केमा आउनुहुन्छ त स्कुटीमा बुझिस् आउँछ स्कुटीमा हामीलाई गाइड उता बच्चाले चलाउने साइकलमा हुन्छ कि ए हेर्नुहोस् गाइस कान्छा बुवा आउनुभयो अङ्कलहरू ऊ हाम्रो जुनी दन पनि आयो ऊ तक्लिया ल गरम ल गाइस आजलाई यति आजलाई यति ल अरू कुरा भोलि गरौँ ल गाइस त्यही हो आजलाई बाई बाई वेलकम के अरे वेलकम होइन सक्यो ल यति